हेलो साथीहरू, आज म के बनाउन गइरहेको छु हजुरहरूलाई थाहा नै होला। यसको नाम हो चटपटे। अब चटपटे बनाउनुको कारण चाहिँ के हो भन्दाखेरि मेरो दिदीले चटपटे खान धेरै नै मन गरिराख्नु भएको थियो, त्यसैले म बनाउन गइरहेको छु चटपटे। अहिले बजेको छ रातिको 2 बजे। मैले हालिरहेको छु, हजुरलाई थाहा नै छ होला मैले के हालिसकेँ। अब म यहाँ मोल्न गइरहेको छु। आँपको झोल हालेको छु अनि 2 चोक्टा आँपको त्यो हालेको छु अचार। त्यसपछि मोलिरहेको छु। हेर्नु कस्तो एम्मी देखिरहेछ गाइजहरू। अब यसको हल्का कलर रातो भयो किनभने त्यसको आँपको अचारको झोलले गर्दा। अब मैले हालेँ भुजा। अब म मोल्छु अनि रेडी भयो चटपटे।